पिरो जस्तो देखिने नि तर एकदम पिरो छ। गाइस हामीले कोरियन नुडल्स लिएर आएको छौँ जाडोमा है। तपाईहरूले पनि यसरी नै बनाएर खानुहोला, इन्जोय गर्नुहोला र हामीले पनि एकदमै इन्जोय गर्नेछौँ र हेर्दा हेर्दै लाइक सब्सक्राइब पनि गरिदिनु होला। पानी उम्लिसकेको छ गाइस, चाउचाउ पनि हालिसकेँ मैले। अब चाहिँ म जालीमा लगाएर मजाले तार्नेछु गाइस। अब चाहिँ मसलाहरू लगाएर मजाले मिक्स गर्नुपर्ने हुन्छ, तर यसमा चाहिँ तेल पनि छैन गाइस। यो नुडल्समा चाहिँ कलर पनि आएको छैन, तर एकदमै पिरो छ गाइस। थाल उठाएर खान छोरा, तिम्रो थाल उठाएर खानु। गाइस मेरो एकदमै मुख रसाइरहेको छ, एकदमै खानु मन लागिरहेको छ। अब म सुरु गर्छु है त। एकदमै पिरो 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 छ, दामी नाइस बबालै पिरो छ गाइस। गाइस सागभित्र चाहिँ नुडल्स हाल्नुहोस्, एकदमै मिठो दामी दामी हुन्छ है। मेरो यहाँ सही बुढा लिनुहोस्, राम्रोसँग खानुहोस् है। पिरो जस्तो देखिने नि तर एकदम पिरो छ। ओ बार पिरो भयो।